हेलो एभ्रिवान वेलकम टु फार्मा इन्फो नेपाल। फार्मा इन्फो नेपालको यो नयाँ जानकारीमूलक भिडियोमा यहाँहरू सबैलाई स्वागत छ। म नवीन। आज पनि फार्मेसीको विभिन्न कम्पिटेटिभ इक्जामहरूका लागि इम्पोर्टेन्ट क्वेसन जुन बुकहरूतिर कन्फ्युजिङ र तपाईँहरूलाई कन्फ्युज भएको धेरै साथीहरूले मलाई सोधिरहेको छन्, त्यसको समाधान मैले ल्याएर आएको छु। यदि कसैलाई हाम्रो क्लासहरू जोइन गर्न इन्ट्रेस्टेड हुनुहुन्छ या इच्छुकता लाग्छ भने 9868719471 भाइबर नम्बरमा म्यासेज गरेर हाम्रो कक्षाहरू डाइरेक्ट जोइन गर्न सक्नुहुन्छ। आउनुहोस् सुरु गरौँ आजको यो प्रश्नको समाधानबाट, है त। ल, क्वेसन अब यहाँ दिएको क्वेसन छ, है। यसलाई चाहिँ हामी के त डिटेल एक्सप्लानेसन गरेर हेरौँ, है त। ल, भनेपछि इम्पोर्टेन्ट केमिकल कन्सटेन्ट अफ द हनी भनेर भनेको छ। यहाँ हेर्नु त, भाषागत चिजले पनि फरक पार्दो रहेछ क्वेसनमा भनेर, है। ठिक छ। द इम्पोर्टेन्ट केमिकल कन्सटेन्ट अफ द हनी, अर्थात् यो क्वेसन अर्को भाषागत कुरोमा पनि आउला। या के भनेर आउला भन्यो भने, है, हनी कन्टेन्स भनेर आउला। ठिक छ। हनी कन्टेन्स भनेर क्वेसन आयो भने नि के टिक लाउने भने यहाँ इम्पोर्टेन्ट भन्ने शब्दले फरक पार्यो, है। यदि तपाईँहरूलाई हनी कन्टेन्स भनेर के आएको छ या हनी कन्टेन्स भनेर भनेको छ क्वेसन भन्यो भने तपाईँले के भन्नु होला त, इन्भर्ट सुगर भन्नु होला। र इन्भर्ट सुगरमा चाहिँ हाम्रो के त कार्बोहाइड्रेट, है। र अर्को के हुन्छ भन्यो भने हाम्रो के त फ्रुक्टोज हुन्छ भनेर भन्छौँ हामी, है। ठिक छ। यो दुइटै ब्रड कभर गर्यो नि त यसले। सो त्यही भएर यो भन्ला हामी, है। भनेपछि इन्भर्ट सुगरमा चाहिँ हाम्रो कार्बोहाइड्रेट र फ्रुक्टोज हुन्छ, है। हनी कन्टेन्स मात्रै क्वेसनमा भनिराख्दा तपाईँले के त इन्भर्ट सुगर फ्रुक्टोज माल्टोज सबै छ भने यो टिक लाउनु होला, है त। ल, अब मेजर केमिकल कन्सटेन्ट के हुन्छ त भनेर सोध्या छ नि त यहाँ। त्यही भएर दिएको क्वेसनमा द इम्पोर्टेन्ट केमिकल कन्सटेन्ट अफ द हनी भन्यो भने चाहिँ तपाईँले के त फ्रुक्टोज भनेर भन्नु होला, है त। सो यो क्वेसनको आन्सर करेक्ट के हुने भयो त, फ्रुक्टोज। क्वेसनमा हनी कन्टेन्स मात्रै भनेको भए तपाईँहरूले त्यो भन्नु हुन्थ्यो। र अर्को तपाईँलाई मैले सजिलो गराइदिएँ, है। अर्को यो एफएम भनेर सम्झिनु भनेपछि फ्रुक्टोज भनेको के हो भन्यो भने मोनोसक्राइडको इक्जाम्पल हो भनेर भन्ने, है। भनेपछि हेर्नु त, फ्रुक्टोज भने के मोनोसक्राइड हो भन्ने भने यो माल्टोज भनेको चाहिँ अर्को बाँकी रह्यो, त्यही भएर चाहिँ के त माल्टोज भनेको चाहिँ डायसेक्राइडको इक्जाम्पल हो भनेर भन्ने। कहिलेकाहीँ यस्तो पनि सोधिहाल्यो भने चाहिँ जान्न पर्यो, है। ठिक छ। यो अब बुकमा अरू ठाउँमा या अरूले जेसुकै भने तापनि के हुन्छ त भन्ने तपाईँलाई क्लियर भयो होला, है। फार्मा इन्फो नेपालको भिडियो हेरेर तपाईँलाई क्लियर भयो होला। यदि तपाईँलाई इफेक्टिभ लाग्छ भने नि नवीन्स फार्मा क्लासेसहरू भइरहेको छ र डेमो क्लासेसहरू र अध्ययन सामग्री युट्युब फार्मा इन्फो नेपाल च्यानलमा पनि छ, यहाँले हेर्न सक्नुहुन्छ। फेरि हामी यस्तै नयाँ जानकारीमूलक भिडियोमा भेटौँला। आजलाई चाहिँ बिदा हुन्छु। हस्त, धन्यवाद।